कर्णालीमा नाउ चलाउनु रोपारेले कर्णालीको धेरीको जल खानु कठै बरै वृन्दावनको सरी हुनु रोजिया फल खानु वृन्दावनको चरी हुनु रोजियाको फल खानु साथी भाइ गम्मा भई गोठी चौर आएका हुनु है गोठी चौर आएका साथी भाइ गम्मा भई गोठी चौर आएका साथी गोठी चौर आएका साथी यहाँबाट यता घुमाएन कता घुमाएन यहाँबाट जसरी घुमे ती पनि घुम्दै गर्नु है यसरी हो यसरी देखाउँदै गर्नु है यहाँ देखाउनु यहाँ उभिएर हुँदैन होइन हो तिमी यहाँनिर म भन्छु यहाँबाट समात ल लाएर हो यति राखिराख यसो हेरौँ गिलासै ढलेमा भेट भो सानो के भनी बोलाउमा पहिलो दिनैमा आज त लाउँदैछ आज त लाउँदैछ कमी गयो 4 बोतल तिनको सिँदैमा हेर्बो माया के भनी बोलाउमा पहिलो दिनैमा पहिलो दिनैमा हेर्बो सानो के भनी बोलाउमा पहिलो दिनैमा कम्मर भाँचेको कम्मर भाँचेको राम्रो राखण सर नाचेको छिनको छिनैमा भेट्बो माया के भनी बोलाउमा पहिलो दिनैमा मेरो पनि हाल्नु आइहाल्छ भिडियो छ के हो धेरै छ क्या हो आमा 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 यस्तो छ है खानपिन ल आउनु पर्यो आउनु साथी आउनु पर्यो के खाइरहेको घुचुङ घुचुङ हामी यतै बिजी छौँ आज गोठी चौर रमाइलो छ हाम्रो साथीहरू सबै हेर्नु न यहाँ अलि सर यता लामो होला नि माया के भनी बोलाउमा
पहिलो दिनैमा मन पापी हुनाले माया बस्यो यो चौरा आउनाले माया पानको पात ल आउनु सर। नमस्ते सबैलाई, म साथीहरूसँग गोठसेर घुम्न आएको। मेरो नाम कर्ण सिंह राउत, कमल, तिला गाउँपालिका वडा नम्बर 2। सबैलाई यो ठाउँमा चाहिँ घुम्नलाई आमन्त्रण गर्दछ है। ल स्टार्ट। नमस्कार, म पवन कुमार चौधरी, घर दाङदेखि म गुठी चौर जुम्ला घुम्न आएको छु। नमस्कार, मेरो नाम तरुण बहादुर बस्नेत, मेरो घर जगदला गाउँपालिका डोल्पा। तपाईँहरूसँग यहाँ घुम्न आएको चिलपाडामा सबैजना आउनु होला है यता। साथीहरूलाई नमस्कार, मेरो नाम पूर्णप्रसाद पाण्डे, म चाहिँ पादातपानी गाउँपालिका थिएँ घुम्न आएको। यहाँ एकदम रमाइलो छ, सबैलाई निमन्त्रणा पनि छ है। नमस्कार, मेरो नाम गोकर्ण प्रसाद जोशी, घर चाहिँ बजाङ। आज चाहिँ बर्खामा सिमसिमे झरीमा चाहिँ यसो रमाइलो हान्ने भनेर आएको है। सम्पूर्णमा नमस्कार, मेरो नाम प्रेमबहादुर जीसी, घर चाहिँ नरेन्द्रनाथ 3 कालीकोट, म चाहिँ यहाँ गुठीचौरमा घुम्न आएको। सबैले नमस्ते, मेरो नाम उदयराज देवकोटा, घर चाहिँ कालीकोट सन्नी त्रिवेणी गाउँपालिका। म चाहिँ यहाँ गोठी चौरमा उहाँहरूसँग चिलपाडामा रमाउन आएको छु। हजुरहरू पनि आउनु भन्नु। सम्पूर्णलाई नमस्कार, मेरो नाम चाहिँ हरिबहादुर बुढा, मेरो घर तिला गाउँपालिका 5 खोली गाउँ जुम्ला। आज साथीहरू सरहरूसँग यहाँ गोठीचौर घुम्न आएको, सबैलाई निमन्त्रणा पनि। सम्पूर्णमा नमस्कार, मेरो घर कालीकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर 8। यहाँ गुठी चौरमा नाम? देवेन्द्र रोकाया मेरो नाम। एकदम घुम्न आएको यहाँ चिलपाडामा, सबैले आउन अनुरोध गर्छु। सम्पूर्णलाई नमस्कार, मेरो नाम मनप्रसाद हिताल, घर गोठी चौर 5। म यहाँ घुम्न आएको। सबै हाम्रो सरहरू बाहिरबाट घुम्न आउनु भएको छ, सबैलाई फेरि निमन्त्रणाको लागि हार्दिक नमस्कार, मेरो नाम पटक रोकाया, घर पलाता गाउँपालिका 8। म कालीकोटबाट चाहिँ गुठीचौर घुम्न आएको। सम्पूर्ण साथीहरूलाई चाहिँ गुठीचौर एकचोटि घुम्न आउने। सम्पूर्णलाई नमस्कार, म तिलक बहादुर थापा, घर मेरो पात्रासी 7 पटमारा। म चाहिँ यहाँ खिर खान आएको विशेष। नमस्कार, मेरो नाम चन्द्रबहादुर रोकाया, तिला गाउँपालिका वडा नम्बर 7, घर यहाँ गुठीचौरमा घुम्न आएको। सबै आइदिनु होला। सबैलाई नमस्कार, मेरो नाम चाहिँ मनबहादुर साई, मेरो घर चाहिँ तिला 5 झिमकोट। यो के अरे झिमझिमे मौसममा सबै आउनु होला है घुम्न फेरि। मेरो नाम सुनिस्ताल, मेरो घर गुठीचौर माथि। म आज गुठीचौर घुम्न आएँ। है झिलिमिली झिल्का, झिला झिल्का। सिन देखाउनु पर्यो। भयो क्या अब आनन्द किन गर्नु पर्यो? राम्रो मोबाइल कसको छ? ए आइरहेछ है, आइरह। मोबाइल राम्रो कसको छ? मोबाइल अलि राम्रो मोबाइल एउटा ल्याउनु त क्लिक गरिराख्नुपर्छ, छोटो छोटो क्लिक पछि ट्याक्कै गरेर गर्नुपर्छ। सम्झे सपना साकार छ। यदि मेरो याद आउँछ भने मेरो परिचय यस प्रकार छ। नाम लक्ष्मी रुद्र मित्तल, क्लोज क्यार गोल्ड, हर्बर डोला स्टक, कोभिड नेपाल। घर चाहिँ गुठचौर गाउँपालिका वडा नम्बर 5 खोइ जुम्ला। हाल चाहिँ म तथ्याङ्क समन्वय कार्यालय जुम्लामा चाहिँ कार्यरत छु। हस्त धन्यवाद। अनि यता सरको परिचय? मेरो नाम पटक रोकाया, सरलाई धन्यवाद। कोभिड हजुरको सहायक नाम छैन? नाम छोटो। दुई तिनपल्ट गरे हान्यौ? दुई तिनपल्ट हान्ने तर अहिले चलिरहेको छ। के छ सन्चै हुनुहुन्छ? स्याउ त धेरै फलाउनु भएको छ। कति वर्ष भयो स्याउ? भयो अहिले बल्ल अहिले 10 वर्ष भयो होला। 10 वर्ष। कति बुट्टा छन्? कहिलेबाट फल दिनु खोजिहाल्यो? अब 60-70 लाग्यो ल 30-40 वर्ष हो, सबै फलिया छन्। यस्तो राम्रो फलाउनु भएको छ बुट्टा हेर्नु त। सबै चाहिँ यस्तो राम्रो बुट्टा फलाउनु भएको छ, स्याउ छ। कतिको खुसी लागेको छ तपाईँहरूलाई भन्नु त?
फलेपछि खुसी लाग्ने त नफले खुसी लाग्ला हो अहिले फले पनि धेरै खुसी छौँ खुसी हुनुभएको छ कसरी छ यो केजी कसरी गर्छन् यहाँ केजीको अब पोत त 80 हाल्यो नभए कसो जसो कति गर्ने भन्नु न जसो तसो कुरो भएन कसो गर्ने अब कतिसम्म लाउने भन्ने सल्लाह भएको छ लगाएपछि दिने त अब उतो गर्नु किसानीको 90 छ होइन हाम्रो 90 90 भन्दा तल दिँदैनौँ नदिने भन्ने छौँ स्याउ पनि अहिले राम्रो फल्या रहेछ कति जति होला यहाँ होला लगभग होला एक बुट्टामा 1 कुइन्टल त होला है छ 1 कुइन्टल निस्कलै भन्ने सोच त्यस्तो होला अब 10-20 कुइन्टल हुन्छ त्यही 15-16 कुइन्टल त हुन्छ होला है 15-16 कुइन्टल त ठिक छ यहाँ मात्रै अब अन्त पनि होला नि है अन्त छ अब देखाटीमा यही बगैँचा हो अन्त पनि छ अन्त कति बुट्टा छन् अन्त छ नि त्यही 40-50 बुट्टा अरू पनि छ त हो त्यहाँ पनि छ त्यसो भने अहिले साल उस्तै पऱ्यो एक गाडी तपाईँको मात्रै हुने भयो है हुन्छ होला त्यसो भने रेट चाहिँ 90 छ 90 नै हो 90 भने तल फाल्नु न हो व्यापारी आछन् न अहिलेसम्म स्याउ बेच्ने व्यापारी अब त्यो नपाएसम्म नफाल्यो भने छौँ ए 90 भन्दा तल फाल्नु न त्यसो भने ल ठिक छ ल त्यसो भने खुसी हुनुहुन्छ है ल